हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ मैले भुजाको लड्डुको रेसिपी लिएर आएकी छु। अब साथीहरू म चाहिँ लागेँ यता सक्खरलाई टुक्रा बनाउन। यसलाई मसिनो बनायो भने चाहिँ यो छिटो मेल्ट हुन्छ। यो घिउ चाहिँ किन राख्दैछु भने भरे भुजाको लड्डु बनाइसकेपछि चाहिँ क्या साइनिङ आउँछ कि त्यसको लागि हो है साथीहरू। अब चाहिँ म सक्खरलाई पकाउनलाई रेडी गर्दैछु। अब यसलाई चाहिँ बिस्तारै पकाउने। सक्खर नपाकेसम्म चाहिँ कलर अलिक राम्रो आउँदैन। यसलाई चाहिँ मजाले पकाउनु पर्छ। अब मेरो सक्खर यतिको भइसकेपछि चाहिँ अब लगभग यो पाकेको हो। मैले यो सक्खर पाके कि पाकेन भनेर चाहिँ पानीमा राखेर म ट्राई गर्दैछु। यो सक्खर चाहिँ अब हातमा तासिएन भने चाहिँ यो सक्खर पाकेर रेडी भएको छ। अब चाहिँ यसमा भुजा राख्ने। भुजा राखेर राम्रो गरी यसलाई मिक्स गर्ने। भुजा र सक्खर चाहिँ मजाले मिक्स गर्ने। त्यसपछि हामीलाई चाहिँ यो मिक्स गरिसकेपछि लड्डु बनाउनलाई सजिलो हुन्छ। यसको लागि चाहिँ हातमा थोरै पानी लिने। पानी लियो भने चाहिँ यो भुजा तासिँदैन। अनि यसलाई चाहिँ अब कत्रो साइजको डल्लो बनाउनु मन लाग्छ त्यही अनुसारले बनाउनु होला। मेरो चाहिँ अब मैले कोही ठुलो कोही सानो बनाएको छु। मलाई चाहिँ जहिले पनि यस्तो चाडहरू आउन लाग्यो भने एकदमै रमाइलो लाग्छ कि अगाडिबाट नै। अनि त्यसपछि अब हामी चाहिँ यो भुजाको लड्डु चाहिँ प्रायः जस्तो हामी माघे सङ्क्रान्तिमा खाने गरिन्छ होइन। अनि अब त्यसको लागि म चाहिँ तयारी गर्दैछु। यसो फ्री भएको बेला चाहिँ बनाएर राख्यो भने आफूलाई जतिखेर मनपर्छ त्यतिखेर खान पाइन्छ होइन त साथीहरू। ल हेर्नु होला मेरो लड्डु पनि अब लगभग बनाएर भइसक्यो। हेर्दै कस्तो दामी देखिएको छ है। खाँदा पनि त्यस्तै मिठो थियो। अनि मैले चाहिँ बनाइसकेँ। हेर्नु होला लुक्स कस्तो वाउ देखिएको छ साइनिङवाला। ल साथीहरू हजुरहरूले पनि आउँदै गरेको माघे सङ्क्रान्तिमा यस्तै दामी खालको भुजाको लड्डु बनाएर खानु होला साथीहरू।